ट्याब्लेट तिम्रो मेरो रेजर हो ल रेजर ट्याक ट्याक गर त टेबलमा नङले यसो ट्याक ट्याक गर त प्लास्टिकको रेजर पावर बटन थिच त फेरि चाहिँ के पावर बटन होइन त्यो रेजर अन गर त ल ट्याब्लेटमा टाइप गर त एकचोटि के टाइप गर्ने टाइप जे भए पनि दारी काट ओइ 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 आया दारी काट त दारी छैन मेरो दारी छैन कपाल रेजरले कपाल कसरी काट्ने हो मैले मेरो भोइस कट भइहाल्छ त्यसको त्यो क्लिप छ त्यसमा त्यो रेजरको त्यो हुन्छ नि क्लिपहरू छैन यो एउटैवाला मात्र हो छैन स्क्रिनमा यसो यसो हातले यसो यसो गर त के अरे स्लाइड जस्तो टाइपले टेबलमा ट्याक ट्याक गर त अनलक गर त ट्याब्लेट अनलक ल भयो के गरेर अनलक गरे त्यो पावर बटन थिचेर पावर बटन थिचेर ट्याब्लेट अन हुन्छ अनलक गर भने होइन अनलक गरे फेस आइडीले पावर बटन थिचेर अन गरेर भर फेस आइडी लिएर ल फेरि अन गर त भोल्युम अप डाउनको थिच त अन गरेर यसो स्क्रिनमा यसो उ गर त मेरो हातमा अँ आया के भयो ल ल ल ल निकाल्ने दिए लु त्यो ट्याब्लेटको हाम्रो केस छ नि पछाडिको ओपन गर त अलिकति ओपन गर्ने ल ल गरे बन्द गर त होइन त्यो त्यस्तो आवाज आउँदैन ब्याट्री निकाल्नु मिल्छ कि मिल्दैन त्यसमा मिल्दैन स्क्रिन छ कि छैन छैन त्यो ऊ चाहिँ छ 1 2 3 के भन्छ बटन बटन चाहिँ छ गर त एकचोटि त्यो 1 2 3 त्यो सानोवाला ट्रिमर हो जस्तो लाग्यो मैले युज गर्ने त्यो ट्याब्लेटको पछाडिको त्यो ऊ खोल अनि पेन झिक त्यसको अनि स्क्रिनमा यसो गर त लेख त ट्याक ट्याक होइन ड्र गरे जस्तो स्लाइड गर पेनले खै गर त